म मौनताको छायामा प्रयासको धागो बुन्दै हिँडेँ। अरूको आकाश शान्त रहोस् भनी आफैलाई आधीभित्र थामेँ, तर पनि भएन रे। कहिलेकाहीँ जीवन एउटा ठुलो क्यानभास जस्तै लाग्छ, जहाँ म रङ्गहरू थपिरहन्छु, आकारहरू कोरिरहन्छु, घाउहरू ढाकिरहन्छु, तर अन्तिममा हेर्दा कसैको नजरमा अझै पनि कहीँ केही कमी देखिन्छ। आफैभित्र यति धेरै प्रयास गर्दा पनि अझै किन पुग्दैन, यो प्रश्न गुन्जिरहन्छ। अरूले होइन, आफ्नै श्वासले भनेका ती शब्द पनि कति भारी हुन्छ। म त नबोलिएको पीडाको पातालसम्म झरेर फर्किएको छु। आफ्नो मनको मसान घाटमा सपनाको कात्रो ओढाई आफैलाई छोडेर आएको छु। तैपनि छातीमा एउटा गहिरो आवाज बस्छ, अझै पनि पर्याप्त भएन रे। सायद यो दुनियाँ होइन जसले मलाई अपूर्ण ठान्छ। सायद म नै आफूमाथि अत्याधिक कठोर पो छु कि। जब आफ्नो प्रयासहरू अन्यलको पर्दाभित्र हराउँदै गए, म आफैलाई नै कमजोर ठान्दै गएँ अनि त्यही आफैलाई बिर्सिँदै गएँ। लाग्छ म अझै पनि त्यो भुमरीमा अलमल्ल पो छु कि। यो अन्तहीन चक्रभित्र म फेरि पनि उठेर आफ्नो बाटो समाउँछु, किनकि बिसाउने ठाउँ नै छैन र थाकेको मन थाम्न यात्रा रोक्नु पनि त उचित होइन। कहिलेकाहीँ मनले भन्छ तिमीले गरेको प्रयास कसैले देख्नु पर्दैन, मात्र तिमीले महसुस गरे पुग्छ। त्यो आवाज कमै सुनिन्छ, तर सायद सत्य त्यही पो हो कि। जीवनमा सबैले शिखर चुम्नुपर्छ भन्ने छ र? कहिलेकाहीँ शिखर होइन, शिखरताको बाटो त्यही नै साहसको प्रमाण पो हो कि। म यो बाटोमा थाक्छु, लड्छु, फर्केर आउन चाहन्छु, तर पनि म अघि बढ्छु, किनकि मसँग फर्किनुभन्दा अगाडि बढ्नुको पीडा थोरै कम भारी हुन्छ। अनि एकान्तमा म आफैलाई सान्त्वना दिन्छु, अपूर्णता पनि एउटा सौन्दर्य हो। तिमीले बोकिरहेको यो अदृश्य लडाई हो, अनि यही त भोलि तिमीलाई तिमी बनाउने सबैभन्दा ठुलो पहिचान बन्छ। म यथार्थ स्वीकार्छु, म पुगिन होला अरूको नजरमा, तर आफ्नो नजरमा म बन्दैछु केही। छिछोल्दै आफ्ना कमजोरी म बढ्दैछु अघि। कसैको आँखामा पर्याप्त हुनु मात्रै पनि त मेरो लक्ष्य होइन। एउटा आवाजले डगमगाउने मेरो पाइला त्यति कमजोर पनि त छैन। भाँचिँदा पनि भित्रबाट उठ्ने कोमल साहस देखाई मैले जे गर्न सक्थेँ, जे दिन सक्थेँ, मनका शून्यतासम्म खोलेर दिएँ, तर पनि भएन रे। साँच्चै नि यति मिठो शब्द नि मलाई नि भावुक बनायो यो शब्द सुन्दा चाहिँ होइन। म एडिट गर्नको उसमा चाहिँ यसो गानाहरू चुज गर्दै हाल्न जानमा यो नानुको चाहिँ शब्द ठ्याक्क आयो। यस्तो मिठो शब्द नि साँच्चै नि हो, जति जे गरे पनि दोष नै पाउने हो कि हामीले होइन। तर पनि भएन, यो गरेन त्यो गरेन। साँच्चै त्यही भएर जोसुकैले जेसुकै भन्नुहोस्, आफू स्ट्रङ हुनुहोस्, आफ्नोलाई बाँच्नुहोस् भन्छु म चाहिँ। त्यही भएर हेर्नुहोस्, म त आफ्नोलाई सोच्छु, म सबैको लागि सोच्छु, नसोच्ने होइन, तर म 10%मा होइन 1% चाहिँ मेरो लागि छुट्याउँछु क्या, छुट्याउनु नि पर्छ। त्यही भएर सधैँ कति युज गर्ने होइन। साँच्चै नि यो कथा यो कहानी यस्तो राम्रो। एनिवे यो कथा कहानी सुन्दाखेरि तपाईँहरूलाई भावुक भयो होला। ल हेर्नुहोस्, मेरो पतिनाको चटनी, आज यस्तो चटनी खान मन लागेर पतिना, आँप होइन, खुर्सानी अनि पोलेको टमाटरको चटनी चट्ट बनाएँ होइन सिलौटोमा, किनकि मिक्सरमा भन्दा मलाई सिलौटोमा पिसेको मनपर्छ। अनि साथमा अमिलोको लागि इमली पनि हालेँ, किनकि आँप चाहिँ थोरै थियो कि पाकिसकेको थियो होइन। अनि त्यही भएर चाहिँ इमली हालेँ मैले होइन, थोरै। यति मिठो चटनी भयो थियो, यति मिठो भयो थियो। अब देखिहाल्नु भयो भात मैले कस्तो मिठो गरेर खाएको छु होइन। मलाई फेरि खानाहरू चाहिँ हेर्नु थोरै होस् तर मिठो होस् क्या, म चाहिँ त्यो त्यस्तो मनपर्छ क्या मलाई चाहिँ है। टक्क सजाएर होइन मिठो होस् कि, थोरै होस् तर मिठो होस्, त्यसरी नै खाने गर्छु म। सधैँ खाँदैन, जाँगर भएको बेला चाहिँ म चटनी बनाउँछु, नभएको बेला चाहिँ म चटनी बनाउँदैन सधैँ। कहिले कस्तो के खान मन लाग्छ चटनीहरू होइन, त्यसरी बनाउँछु। यस्तरी सिलौटा अस्ति चाहिँ मसिनो भएको थिएन कि नपिसेर होइन, त्यो त्यस्तै मनपर्छ त्यत्तिकै भनेको थिएँ मैले, त्यति मसिनो नभएको थियो। अनि त्यही भएर आज चाहिँ अलिक मसिनो बनाएँ। यति मिठो यति पिरो चटनी भएको थियो नि, ओ माई गड होइन। अनि साथमा चाहिँ
तपाईँको होइन यो यस्तो हरियो परियो मनपर्छ क्या मलाई, यस्तरी हरियोमा उ गरेको भिडियो गरेको होइन। अनि साथमा चाहिँ मेरै घरमा फलेको फर्सीको मन्टा अस्ति पनि एक साग खाएँ, अहिले पनि